अब राजा आउने आएर के गर्ने त्यो बेलाले उनीसँग के रोड म्याप छ यो देश गरिब आधा दिन चाहिँ गरिब हो मलाई त धनी थियो नि भन्छन् नि देश त पञ्चायतकालमै गरिब भएर संसारको सबभन्दा गरिब राष्ट्रमा लिस्टिङ भएको थियो दोस्रो म भएर उद्योग कल कारखाना थिएँ भनेर पहिले भागेर सुनिन्छ निकृष्ट मण्डलीहरूको त्यो चाहिँ तपाईँको 37, 36, 37, 38, 39 सालतिर पञ्चायत यस्तो सङ्कटमा परेछ आर्थिक सङ्कट अब जति चाहिँ उद्योग बनाइदियो विदेशी बनाइदियो जनकपुर चोर खाना कसैले बनाइदियो होइन कृषि औजार कारखाना कसैले बनाइदियो चिनी कारखाना कसैले बनाइदियो यस्तो थियो नि विदेशी बनाइदियो त्यो सबै बनाइदिएको कारखानाहरू जति छन् नि त्यो कारखानामा म्यानेजमेन्ट चाहिँ नि रातदरबारले लिएछ उसको शासन थियो त्यहाँको सबै पैसा राजाका बजार बन्ने आम्दानी भएपछि त्यो कम्पनीहरू सबै रुङ हुन थाल्यो जब रुङ हुन थाल्यो त्यसपछि इन्टरनेसनल मोनिटरी फाउन्डेसनले अन्तर्राष्ट्रिय मुद्रा कोषले नेपाललाई वार्निङ गर्यो तेरो देशमा हामी सहयोग दिएको तिमीहरू भ्रष्टाचार गरेर खायौ ऋण दिएको पनि भ्रष्टाचार गरेर खायौ कारखाना खोलिदियो भने सबै तिमीहरू खायौ नयाँ कारखाना आउनलाई पनि के गर्दो रहेछ रातदरबारलाई 51% दिनुपर्छ भन्दो रहेछ किन हाम्रो अहिलेको ज्ञानेन्द्र महाराज त व्यापारी हो प्रसिद्ध व्यापारी पनि उनी अब त्यसो भएको हुनाले यसो भनिदिएपछि उनीहरूले सर्त एउटा गरेछ एग्रिमेन्ट गरेछन् अबदेखि हामी यो कल कारखाना राज्यले चलाउँदैनौँ निजीकरण गर्छौँ अबदेखि रोयल प्यालेसले पनि यत्रो हस्तक्षेप गर्दैनौँ हामी अलिकति डेमोक्रेसीतिर जान्छौँ भनेर 37 सालको जनमसङ्ग्रह 38 सालको आम निर्वाचन पञ्चायतमा आम निर्वाचन गए भनेपछि यो निजीकरण गर्छु भनेर एग्रिमेन्ट गरेको पञ्चायतले अनि पञ्चायत ढल्यो 46मा ल निजीकरण गर भने उसले गिरिजाहरूले निजीकरण गरे निजीकरण गर्दा घुस खायो होला कम्पनीले बेच्यो होला गरे होला तर बेच्नुपर्ने बाध्यता चाहिँ पञ्चायतले एग्रिमेन्ट गरिसक्यो